खटाङको मुख्य विशेषता चाहिँ यसरी भेरी नदीले फन्का मारेर बीचमा टापु छोडेको छ। त्यो टापु ठुलै छ, त्यहाँ एकजना सन्यासी बस्नुहुन्छ, उहाँको एउटा कथा छ, त्यो पनि सुन्नेछौँ हामी। अहिले त हिउँदो र यो भेरी नदी सानो छ, बर्खामा त यो यताको सुक्खा नदीको भेगबाट पनि बहन्छ अरे। त्यहीबाट पानीको धारा दुईतर्फ बहने गर्छ। कति रोचक स्थान यो भेरीको लीला। यहाँ भेरी थोरै उत्तरतर्फ बहेको छ, त्यसैले यसलाई उत्तर गङ्गा धामको रूपमा पनि लिइन्छ। हुन त यो बागलुङमा उत्तर गङ्गा नदी भएरै आउने नदी पनि हो। कर्णालीको सबैभन्दा पूर्वको सहायक नदी हो यो। हुन त हामी अहिले कर्णाली प्रदेशमा छौँ, तर यो भेरीले गण्डकी प्रदेशकै पानी लिएर आएको छ आफैसँग। हामी बोटे चौरबाट सिधै अगाडि आयौँ। हामी जानुपर्ने चाहिँ बिचबाट थियो जुन मदन भण्डारी राजमार्ग, त्यो पुल कटेर पनि केही दक्षिणतर्फै आयौँ, भेरी नदीकै किनार भएर। र यो स्थानलाई भनिन्छ खटाङ। मैले सुने अनुसार चाहिँ यहाँनिर पहिले गाईहरूलाई खुट्ने, गोठहरू राख्ने, चरण क्षेत्रको रूपमा पनि प्रयोग गर्ने, भने खुटेर चाहिँ राख्ने पनि भएको कारणले नाम चाहिँ पछि खटाङ हुँदै आएको भन्ने चाहिँ सुनिएको छ। अब यसको विशेषता त हामी स्थानीयबाट बुझ्दै नै छौँ। मैले यसै हेर्दा चाहिँ यहाँनिर अलिकति अद्भुतै दृश्य देख्न सक्छु, किनभने यहाँ चाहिँ भेरी नदी 4-5 तरिकाले एकै ठाउँमा भएको छ। कस्तो रोचक ठाउँ छ यो। बिचमा टापु बनाएको छ र पानी घुमेको पनि छ, त्यो कारणले उत्तर पनि बग्छ यहाँनिर पानी। अनि पारीबाट आउने, अनि पानीहरू मिसिने, फेरि एक हुने, अनि अगाडि बढ्ने, त्यस्तो पनि अवस्था छ। यसको धार्मिक महत्त्व छँदैछ। अहिले पर्यटकीय रूपमा पनि यसले धेरै चाहिँ चर्चा कमाएको छ यो क्षेत्रमा। साथै अब यो मनोमोहकताको दृष्टिकोणले नदी किनारमा रमाउने, यहाँ तल पिङहरू, अनि खेल्ने कुद्ने, पिकनिक खाने, वनभोज खाने, विशेष गरी अहिले त्यो चलन पनि चलेर गएको चाहिँ हामीले देख्न सक्छौँ। ल हामी भेरीको वल्लोतर्फको गोलाइ सिचोलेर भित्र जाँदैछौँ टापुतर्फ। टापुको क्षेत्रफल ठुलै देखिँदैछ। यो जुन बीचको टापु छ, टापु अगाडि चाहिँ यसरी यो जुन संरचना देखिँदैछ, यो सिमेन्टले मुसेर ढुङ्गा राखेको हो कि जस्तो, तर होइन, यो प्राकृतिक हो। र यस्तै संरचनाले गर्दाखेरि चाहिँ यो टापु जोगिएको छ। किनभने पानीको जतिसुकै बहाव भए पनि, हुन त यो क्षेत्र त बर्खामा डुब्छ नै, त्यति धेरै पानी आउँछ यहाँ, तर प्राकृतिक कारणले यस्तो संरचना भएको कारणले यो टापुलाई चाहिँ अहिलेसम्म क्षति नगरेको चाहिँ वैज्ञानिक हिसाबले देख्न सकिन्छ। भने स्थानीयले चाहिँ फेरि यहाँ विशेष शक्ति छ, त्यो कारणले कहिले पनि यो टापु चाहिँ भरिँदैन अथवा नदीले लाँदैन भन्ने गरेको मान्यता पनि छ। हामी टापुमा आइपुग्यौँ। टापुभित्र उद्यान या बगैँचा रूपी ठाउँ छ। यो धार्मिक स्थल हो। टापुभित्र निर्माण कार्यहरू मजाले गरिसकिएको छ।